गिफ्ट ल छैन अस्ति दिए भन्दै फेरि दिँदो रहेछ नभन्छ फेरि मेरोमा त्यस्तो गिफ्ट छैन तपाईँलाई दिने ल तर गिफ्ट सबैले बिहा गर्नुभयो प्रायःले होइन यहाँ बिहा गरेको छ एक दुईजना छैन उनीहरूले गिफ्ट पाउँछ हामी दिन्छौँ है तपाईँले गिफ्ट पाएपछि नखोलिराख्ने मान्छे को छ लु यहाँ हेरौँ त म र श्रीमतीले त हामीले अहिले झन् अनबक्सिङ भनेर आइहाल्छ अनबक्सिङ कस्तो हो तर म चाहिँ यो मुक्का देखेँ क्या अनबक्सिङ खेल्ने भनेको चाहिँ होइन अनबक्सिङमा देखाउने क्या अब कसले कति दियो कसले के दिएछ भन्दै तपाईँ कसले चाहिँ अहिलेसम्म गिफ्ट पाएर खोल्नु भएको छैन हात उठाउनुहोस् एकैछिन लुकाइराख्नु भएको छ भरे तपाईँको उयसमा त्यो गिफ्टमा सबै लुकाइराख्नु भएको छ अरे तपाईँको त्यो गिफ्टमा कुकर प्रेसर कुकर छ अरे तपाईँ बिहा शादी हुनुभयो सन्तोष गएर कहाँ गएर प्रेसर कुकर खरिदेर किनेर ल्याएर राख्नुभयो सिटी बजाउनु भयो 2 वर्षपछि यो एउटा गिफ्ट छ यो खोल्नु त के रहेछ भनेर यसो हेर्दा त्यही प्रेसर कुकर रहेछ के रहेछ अरे प्रेसर कुकर त्यही अस्ति खोलेको भए त सन्तोष जानु पर्दैन सन्तोष गएर पैसा जान्थेन के खाको बुढा हो तिमी के खाको बुढी हो भनेर बुढाबुढी हामीलाई थाहा पर्छ पर्दैन हौ पर्छ त्यस्तै हो हाम्रो जीवनको कथाहरूमा चाहिँ क्रिस्चियन जीवनको कथा चाहिँ यहीँ नै अनबक्सिङ भएकै छैन के भएको छैन अनबक्सिङ गर्नुको लागि को चाहिन्छ पवित्र आत्मा अनबक्सिङ गर्नुलाई चाहिँ को चाहिन्छ प्रेज द लर्ड त्यही कारण बाइबलले भन्नुभयो म के पढाउँदैछु पवित्र आत्मा पाएपछि तिमीले के पाउनेछौ शक्ति पाउनेछौ तिमी भित्र भएको परमेश्वरले हालिदिनु भएको उपहारहरू तपाईँको जीवनमा के छ त्यो निक्ली आउनेछ फुटिने छ त्यसको लागि चाहिँ को चाहिन्छ पवित्र आत्मा तर हामीलाई कस्तो सिकायो अन्य भाषा बोल्यौ तिमीले मिराकल्स गर्यौ दर्शन देख्दैछौ हाम्रो पवित्र आत्मा त्यहाँसम्म खालि सीमित छ कहाँसम्म अरे कहाँसम्म अन्य भाषासम्म तर बाइबलले भन्छ पवित्र आत्मा क्रिएट गर्न सक्नुहुन्छ पवित्र आत्माले एउटा कुरा खालि गर्नु हुँदैन पवित्र आत्माले अनेकौं कुरा गर्न सक्नुहुन्छ त्यसै कारण म पवित्र आत्मालाई चाहिँ के भन्छु अहिले म त्यो पनि म तपाईलाई बताउँछु यो त बुझ्नुहुन्छ होला तपाईहरुले सलुनमा सबैले काम गर्नुहुन्छ बुझ्नुहुन्छ के छ कम्बो प्याक म चाहिँ भन्छु पवित्र आत्मा चाहिँ को हो कम्बो प्याक एउटा खाली छैन एउटा खाली लिएर लक्काङ्ग लिएर पवित्र आत्मा परमेश्वर दियो भने ओ रिबा खरा बसे खेरी यति खाली होइन कम्बो प्याकमा चाहिँ के छ भने तपाईको चरित्र पनि छ तपाईको विचार पनि छ त्यसमा तपाईको हेर है तपाईको बोल है तपाईको सुन है तपाईको खुवा है तपाईको लभ है तपाईले के चाहिँ गर्नुहुन्छ एक्टिभिटिजहरु त्यो सबै कुरो चाहिँ पवित्र आत्मामा छ जो चाहिँ पवित्र आत्मासँग हिँड्छ यो कुराहरुमा सबै कुरामा सुधार भएर आउँछ तर हामीलाई के सिक्यौ कोले पवित्र आत्माको बप्तिस्म पाउनु भएको छैन आउनुहोस् अन्य भाषा सिक्यो त्यो कसै त टाइमिङ पो पढिरहन्छ कस्तो पढिन्छ अरे टाइमिङ म चाहिँ भन्छु तपाईं नसिक्नुहोस् अस्ति मैले भनेको छु नसिक्नुहोस् कति बेला तपाईको जीवन शैतान पछि पठाउँछ कि तपाईलाई थाहै हुँदैन अन्य भाषा बोल्छ शैतानले चाहिँ चोर्नु छिट्टो छ मैले जहिले पनि हेर्छु शैतानले चाहिँ जहिले पनि कपी गर्नु परमेश्वरले भनेको कुरा यदि तपाईले मान्नु भएन परमेश्वरको गिफ्टहरु छ त्यसलाई चाहिँ पवित्र शैतानले अर्कै रीतिले चलाउन हाल्छ पवित्र आत्मा शैतानले कुनै कुरो क्रिएटहरु गर्न सक्दैन कुनै कुरो बनाउनु नै सक्दैन बरु तपाईले बनाउन सक्नुहुन्छ परमेश्वरले बनाउन सक्छ तपाईले चाहिँ कसरी हो भन्दा चाहिँ परमेश्वरले तपाईलाई आफ्नै स्वरूपमा बनाउनु भयो बुझ्नुभयो शैतानले केही कुरो गर्न सक्दैन तर शैतानले तपाईले परमेश्वरले दिएको कुरा तपाईले उयो गर्नुहुन्छ नि त्यसलाई खेलाइची प्रकारले युज गर्नुहुन्छ नि तब शैतानले टपक्क टिपेर तपाईलाई लान्छ
बुझ्नुहुँदैछ? त्यही भएर हाम्रो पवित्र आत्मा चाहिँ को हो? कम्बो प्याक हो। को रहेछ? कम्बो प्याक हुनुहुन्छ। अब बुझ्नुभयो? तपाईभित्र चङ्गाइ गर्ने हुन्छ, तपाईभित्र थुप्रो कुरो छ। त्यसै कारण पवित्र आत्मासँग जिउनुपर्छ, पवित्र आत्मासँग हिँड्नुपर्छ। तर हामी चाहिँ के गर्छौँ? अन्य भाषा पक्ड्यो, पेटेटेटे गरेर त्यही रिपिट गरेको गरेर त्यहाँदेखि छैन पनि। अन्य भाषा पनि कति बोल्नुहुन्छ? त्यही सेन्टेन्स 1000 बार बोल्नुहुन्छ तपाईँ, हो कि होइन भन्नुहोस् त? याद गर्नुभएको छ तपाईँले? त्यहाँदेखि उकालो गएकै छैन तपाईँको त कुरा। किन गएको छैन? त पवित्र आत्मासँग हिँड्नु हुँदैन। म पवित्र आत्मासँग हिँड्दिनँ, कहाँ हुन्छ त? उकालो जानु लागि चाहिँ यीशुसँग हिँड्दै हिँड्दै जानु पर्यो नि। पवित्र आत्मा चाहिँ तपाईँ र मेरो सुन्दरता पनि हो। फेरि केटीहरूलाई थाहा छ नि, अघि बिहान मेरो श्रीमती लाउँथ्यो, केटीहरूले चाहिँ के बिना मेकअप दलेको भन्ने भन्दै थियो। मेरो श्रीमतीले भन्दै थियो, बल्ल बल्ल चाहिँ सन्डे स्याटरडे त आउँछ दिदीलाई दल्छु भन्दै थियो। तपाईँलाई थाहा छ केटीहरूले प्रायः मेकअप दल्छु नि है, कि दल्नु हुँदैन हौ? सबैले दल्छ नि। किन भन्नुहोस् न? मेरो यो डार्कनेसहरू, मेरो यो प्याचेहरू, केहरू, रिङ्कल्सहरू, कुनै केहरू मेटाउनु केटाहरूले चाहिँ गर्दैन है, सायद कतिले गर्दो होला। तर के गर्छ? त्यसलाई पुर्नु लागि चाहिँ के गर्छ? मेकअप गर्छ। त्यसै पवित्र आत्मा चाहिँ हाम्रो जुन सुन्दरता हो। भनिदिनुहोस् न, पवित्र आत्मा मेरो सुन्दरता हो। त्यसै कारण तपाईँलाई देख्दै गर्दा मान्छेले सुन्दर देख्नुपर्छ। यद्यपि तपाईँ काले होस् कि भाले होस् कि तपाईँ राम्री होस् कि नराम्री होस्, तर तपाईँलाई देख्दै गर्दा अर्को मान्छेले चाहिँ त्यो मान्छेसँग बोलु राख्नुपर्छ, तपाईँसँग बोलु राख्नुपर्छ। नत्र भने त कस्तो हुन्छ? हे कति बोलेको त्यो मान्छे त च्या। अन्य भाषा चाहिँ बोल्छ है, तर मैले भन्दैछु, बुझ्नुभयो? अन्य भाषा चाहिँ बोल्छ, तर त्यो मान्छेसँग बोल्नु चाहिँ वाक्क लाग्छ। तर पवित्र आत्मासँग हिँड्ने मान्छेसँग चाहिँ बोलु हुनुपर्छ। हुन्छ कि हुँदैन हौ? तपाईँसँग गर्लफ्रेन्ड बोयफ्रेन्ड जब हुनुहुन्थ्यो, एउटा केटी र केटा हुँदै गर्दा फोनमा घन्टौँ बोलु लाग्थ्यो कि लाग्थेन भन्नुहोस् त? यद्यपि छोडिदिउँ न लु, मैले एउटा बिहाइ नगरेको थिएँ, एउटा कुन चाहिँ केटीसँग देखेँ, आम्माम पनि त राम्रै छ नि, जानुपर्ने रहेछ त हौ, हेर्नुपर्ने रहेछ त, प्रपोज झिर्काइदिउँ न। हुन्छ कि हुँदैन भन्नुहोस् त? हुन्छ नि हौ, राम्री देखेर गयो नि। तपाईँ र मेरो जीवनमा पवित्र आत्माको जब उपस्थितिलाई हामी हिँड्छौँ, तपाईँ र मलाई राम्रो देख्दै जान्छ, मान्छेले राम्रै देख्दै जान्छ। तपाईँसँग बोल्नु रुचाउँछ, तपाईँसँग बस्नु रुचाउँछ, तपाईँसँग खानु रुचाउँछ, तपाईँलाई बोलाउँछ, आउनुहोस् न मेरो घरमा तपाईँ। तर आज तपाईँ र मेरो चाहिँ कहाँ छ? रिखाराबा सखाराबा खराबा यतिमा खालि कहाँ छ अरे? अन्य भाषासँग सीमित। दर्शन देख्दैछु, हेर्नुहोस् अब अर्को कुरा भन्छ, दर्शन देख्दैछु, दर्शन देखे बोल्यो, मैले त यस्तो देखेँ त्यस्तो देखेँ। खै मैले वर्षौँदेखि यो चर्चमा पनि सुन्दै आएको, अर्को मान्छेको जीवनबाट सुन्दै आएको, त्यो दर्शन पुरै भएको छैन। किन चाहिँ पुरा भएको छैन? मन घडन्ते कथाहरू लिएर चर्चमा परमेश्वरको महिमालाई धमिल्याउनु हुँदैन। बुझ्नुभयो? मन घडन्ते कुराहरूलाई चाहिँ ल्याउनु हुँदैन। पछि त्यही कुराहरूलाई शैतानले युज गर्छ, तपाईँ झुटो ठहरिनुहुन्छ। किन बाइबलले भन्छ परमेश्वरले दिएको कुरा अनन्तसम्मको निम्ति हो। कहाँसम्मको अरे? अनन्तसम्मको। पवित्र आत्मा, यो जुन कुरा मैले भन्दैछु, पवित्र आत्मा यो संसारको लागि मात्र होइन, तर स्वर्गको पनि हो। किनकि बाइबलले भन्छ पवित्र आत्मा चाहिँ तपाईँलाई मलाई बढिनाको निम्ति दिनुभएको हो। तर आज हामीलाई कस्तो दुःख लाग्दो। अस्ति मैले भन्दै थिएँ, एउटा चर्च बिग्रियो भने पास्टर, एल्डर, डिकन, चर्च अर्को चर्चको मान्छे सबै के गर्छ? रमाउँछ, बित्केछ, राम्रै भयो। एउटा भाइ ब्याक्साइड भयो भने नि छोडिदेऊ न, त्यो मान्छे मत्तु हो। एउटा मान्छे गाँजा खाँदैछ भने छोडिदेऊ न। एउटा केटाले अर्को केटीसँग लागेर, एउटा नानी बाउ आफ्नो चर्चको लाग्यो भने यस्तो भएछ, हल्ला गर्नु कम्ता छिटो छैन अन्य भाषा बोल्ने मान्छेहरू। तर पवित्र आत्मासँग हिँड्ने मान्छे चाहिँ नि यहाँ आएर भन्छ, प्रभु त्यो मान्छेलाई बचाऊ, प्रभु त्यो मान्छेलाई लिएर आउनु हो, येशू त्यो मान्छे त गलत बाटो जाँदैछ, लिएर आउनु हो। पवित्र आत्माले यो कुरा सिकाउँछ। किन बाइबलले भन्छ पवित्र आत्मा चाहिँ येशूले भनेको कुराहरूमा के गर्नुहुन्छ? सिकाउनुहुन्छ। मान्छेलाई प्रेम गर। यसैले भन्नुभयो भएन? येशूको वचनले भने शत्रुलाई प्रेम गर। पवित्र आत्मा तपाईँलाई त्यही कुरा सिकाउँछ। ए सुरज, ए फलानो, तैँले कसलाई गर? शत्रुलाई प्रेम गर। तेरो श्रीमानले गलत गर्यो होला, त्यसलाई प्रेम गर।
पवित्र आत्माले चाहिँ यसरी सिकाउँछ। तर अन्य भाषामा मात्र सीमित छौँ भने नि हामी कुरा बोकेर आउँछौँ, फलाना त फलानासँग लागेछ, फलाना चर्चको त छैन, रित्तै चर्च। यदि पवित्र आत्मा मसँग हिँडेछ भने म प्रार्थना गर्नुपर्छ त्यो लिडरको लागि, प्रभु त्यो लिडरको चर्च छ के छ बढाउनुहोस् न, फलाना बहिनी त ब्याकस्लाइड भएछ हौ, कहाँ बेस्या वृद्धि गर्नु लागेछ हौ, त्यो बहिनी नगरोस् प्रभु, फर्काइदिनुहोस्। तपाईँले कति प्रार्थना गर्नुहुन्छ मलाई थाहा छैन, तर मैले बुझेको पवित्र आत्मा मलाई बुझाएको येशूले चाहिँ यो कुरा हो। एउटा भाइ हरायो, कहाँ पुग्यो, हेत हुँदैन हौ त्यो मान्छे त, तर बाइबलले भन्छ हेत हुँदैन, यस्तो कुरा भन्दैन बाइबलले। तर बाइबलले भन्छ आऊ न सँगै बसेर परमेश्वरको महिमा गर, आऊ न हामी त्यो परमेश्वरलाई तपाईँको खाँचो छ, चर्च आउनुहोस् न, आउनुहोस्, तपाईँको परमेश्वर कुन त खाँचो छ, बोलाउनुहोस्। पवित्र आत्माले यो कुरा सिकाउँछ। तर हामीलाई के सिकायो, दर्शन देख्यौ, के भिजन देख्यौ, धमिलो देख्यौ, अन्य भाषा बोल, आऊ आऊ, अन्य भाषा कसले पाएको छैन, आऊ। मैले भन्दैछु पवित्र आत्मा चाहिँ कोम्बो प्याक हो, पर्दैन यस्तो कुराहरू गर्नु। परमेश्वरको अगाडि नौटङ्की हो के भन्छ नि, बहाना त्यो के नगर्नुहोस्। यदि मान्छेको अगाडि गर्नुहुन्छ होला, मेरो अगाडि गर्नुहुन्छ होला, कसैको अगाडि गर्नुहुन्छ होला, तर स्वर्गमा एक दिन यस्तो ठाउँ आउँछ जहाँ चाहिँ के हुन्छ, तपाईँ र मेरो न्याय हुन्छ। बाइबलले भन्छ, अझ म तपाईँलाई मजाले भन्दैछु, बाइबलले भन्छ भाषाहरू बितेर जान्छ, सबै कुरो बितेर जान्छ, तर परमेश्वरको वचन बित्दैन। त्यस कारण जब परमेश्वरको वचनसँग हिँड्नुहुन्छ तब परमेश्वरको त्यो ठाउँमा पनि तपाईँलाई जीवित राख्छ, स्वर्गमा जाने ठाउँ तयार पार्छ। मैले सुने अन्य भाषा बोलेन भने स्वर्ग जाँदैन भन्ने शिक्षाहरू चर्चमा लिएको छ। बाइबलले कहाँ भन्छ अन्य भाषा बोलेन भने स्वर्ग जान्छ भने जाँदैन जान्छ भनेर, तर बाइबलले भन्छ बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ जान सक्दैन। येशूको वचनलाई विश्वास गर्दै जानुहोस्, येशूको पछि हिँड्दै जानुहोस्, येशूले तपाईँलाई स्वर्ग लान्छ। र त्यो बाटोमा कसरी हिँड्नुपर्ने तपाईँलाई थाहा छैन भने पवित्र आत्माले सिकाउनुहुन्छ त्यो बाटोमा हिँड्नको निम्ति। त्यसै कारण पवित्र आत्मा चाहिएको हो कि होइन? त्यो चाहिँ कहाँ लेखेको छ भन्दा चाहिँ यूहन्ना 14:26 यीशु ख्रीष्टले भनेका कुराहरू, मैले भनेका कुराहरू पवित्र आत्माले सिकाउनुहुन्छ। कति जान्दैनौ, बिर्सेको हुन सक्छौ, पवित्र आत्मा आउनुहुन्छ। पाप गर्दैछौ नि, पवित्र आत्मा आउनु थालेपछि नि पाप नगर भन्छ। तैँले पाप गरिस्, तपाईँ कसैसँग बोल्नुहोस्, नराम्रो बोलेर जानुहोस्, तर बाटोमा जाँदै गर्दा पवित्र आत्माले भन्छ छोरी छोरा तैँले त यो फलाना मान्छेलाई त नराम्रो भनिस् हौ, त भित्र बोल्नु थाल्छ। तब तपाईँ भन्नु सरी प्रभु सरी, पवित्र आत्मा बोल्दै जान्छ। यदि तपाईँ पाप गर्दै जानुहुन्छ भने पवित्र आत्मा बोल्नु छोड्दै जान्छ। यो कुरो याद गर्नुहोस्, बोल्नु छोड्दै जान्छ। त्यहाँदेखि तपाईँले सुन्नु छोड्नुहुन्छ, त्यो धमिलो आवाज, मधुर आवाज, जो सब पवित्र आत्मासँग त्यो मधुर कुरा सुन्छ, त्यो मान्छेसँग सुन्छ जसले चाहिँ पवित्र आत्मा परमेश्वरको भय मान्न सिकेको छ। तर यदि पाप गर्नुहुन्छ भने चाहिँ नि पब्लिक टोइलेट तपाईँ जानुभएको छ, पहिला नाक थुक्दै जानुहुन्छ, त्यहाँदेखि मुख छोप्दै जानुहुन्छ, फर्स्ट त त्यस्तो हुन्छ, दिल्ली जानु थालेछ नि मिठो हुँदै हुन्छ त्यो सेन्ट नै, हो कि होइन? याद गर्नुभएको छैन होला, म चाहिँ गरेको है। त्यस्तै हुन्छ, पवित्र आत्मासँग तपाईँ हिँड्नु छोड्नुभयो भने चाहिँ त्यस्तो हुन्छ। संसारको कुरा नै सही लाग्दै जान्छ, मैले बोलेको कुरा नै सही लाग्दै जान्छ, मैले सोचेको कुरा नै सही हुन्छ, मेरो हरेक कुरो एप्रुभल हुन्छ। तर पवित्र आत्मासँग हिँड्ने मान्छे सल्लाहमा पनि हिँड्छ। मूसालाई परमेश्वरले शक्तिशाली कुरा दिएको होइन र, सारा मिस्र सारा इजरायली दिएको, तर पनि उसको ससुराको सल्लाह सुनिकन उसले त्यही अनुसार गरेन। पवित्र आत्मासँग हिँड्ने मान्छे सल्लाहसँग नै हिँड्छ। म तपाईँलाई अब अचम्म मान्नुहुन्छ यो मान्छेले के प्रचार गर्दैछ भनेर अन्य भाषाको विषयमा, होइन? पत्रुसहरूले अन्य भाषा पाएको नि हो कि भन्नुहोस् त, पाएको हो?
फेरि 2 अध्यायमा है तपाईँलाई थाहा छ त हेर्नुहोस् है पत्रुसहरूले जब बप्तिस्मा लिएको छ अब तपाईँले सोच्नुहुन्छ होला नि त यो मान्छेले त बप्तिस्माको कुरा पनि आयो नि त हो कि भन्छु त यहाँ त पवित्र आत्माको बप्तिस्मा कुरा आयो हो आयो आएन त्यो पनि तपाईँलाई म स्पष्ट पारिदिन्छु ल पत्रुसहरूले जब बप्तिस्मा लियो यहाँ चाहिँ पश्चातापको बप्तिस्मा खालि लियो किन भन्दा चाहिँ यीशु ख्रीष्ट मर्नु नै भएको थिएन यीशु ख्रीष्टको कुराहरू देखाइ परेको थिएन त्यसै कारण यूहन्ना बप्तिस्माले चाहिँ पिटरहरूलाई चाहिँ पिटर पत्रु सबै जो चाहिँ परमेश्वरको भयमान थियो उनीहरूलाई चाहिँ पश्चातापको बप्तिस्मा दिनुभयो पछि यीशु ख्रीष्ट मरेपछि चाहिँ होली स्पिरिट आएको है फेरि मरिसकेपछि आउनुभएको बुझ्नुभयो मरिसके स्वर्ग गएपछि पवित्र आत्मा परमेश्वर यीशु पठाइदिनु भएपछि यो कुरा चाहिँ यो पत्रुसले पनि के पायो होली स्पिरिट पायो को पायो आदि कस्तो तरकारी पकाएर नुन नहालेको जस्तो भएको थियो कस्तो अरे तरकारी पकाएर मिठो तरकारी पकाएर मसला ससला हालेपछि नुन नहालेको सब्जी जस्तो पिटर थियो को थियो पिटर तर जब पवित्र पेन्टिकस्ट 2 अध्यायमा आइपुग्यो पत्रुसको जीवनमा के आयो नुन आइपुग्यो को भन्नुहोस् त नुन तिमीहरू संसारको के हो नुन प्रभुले भन्नुभयो तिमीहरूको अरे संसारको नुन नुनले के पार्छ तपाईँलाई थाहा छ मजाको कुरो छ नुनले एउटै कुरो अझै मजाको कुरो भन्छ नुनले सबैभन्दा मिठो कुरो चाहिँ कुनु दिँदैन है हाम्रो सेपहरूलाई थाहा छ होला होइन अलिक कुनु दिँदैन त्यही भएर नुनमा खोर्सानी भिजाउनु हुँदैन सजिलो बनाएको मैले तपाईँलाई त्यही कारण पिटर खल्लो भइरहेको थियो उसलाई हेर्दा पनि चास्ट पिटर भनेर यसरी बाटो थियो पुइ आउँदैछ ऊ यहाँ पास्टर यहाँ भाग्यो पुइ सुरज आउँदैछ भाग्यो म नुनै छैन त मिठो कहाँबाट मैले भनिहालेँ त बोल्नु लाग्दैन नि त मसँग पिटर त्यस्तै भएको थियो तर पवित्र आत्मा आयो पिटरसँग चाहिँ 2 अध्यायमा आइपुग्यो कहाँ आइपुग्यो 2 अध्यायमा आइपुग्यो पछि यो पिटर कस्तो भयो अब नुनिलो भयो यस्तो चाख्दा पनि के भयो नुनिलो टेस्ट आउने भयो त्यही भएर त पत्रुसको लुगासँग पनि भूतहरू भाग्थ्यो जाति हुन्थ्यो ए मसँग सुन र चाँदी छैन नासदिसु ख्रीष्टको नाममा वट भनेर उडु भन्दाखेरि चाहिँ के भयो जुरुक्क उठ्यो जाति भयो कसरी भयो कसरी भयो उसमा नुन आउनु थाल्यो नि त नुन छ नि त अब त पहिला के पनि भएन होला अब त हुनु थाल्यो हेर्नुहोस् अब यो मान्छे भर्यो यो मान्छे तर अब तपाईँ र म चाहिँ कस्तो हौ भने चाहिँ हामीलाई कसले पश्चातापको बत्तिसमा दिएको होइन हामी आदि कल्चो होइन तर हामी पूर्णताको पिता पुत्र र पवित्र आत्माको बत्तिसमा लिएको मान्छेहरू हौ हो कि होइन भनेपछि तपाईँ र म अघि मैले भने कोम्बो प्याक चाहिँ तपाईँ र मेमा अघि आइसक्यो तर तपाईँले खोल्नु भएको छैन थन्काइराख्नु भएको छ माथितिर हालिराख्नु भएको छ भने चाहिँ तपाईँ लाटा हो को अरे लाटा हो म लाटा हो थन्काइरहेको छु भने चाहिँ सबै किन्यो लास्टमा कुकुर त कहाँ रहेछ घरमै रहेछ त्यस्तै चाहिँ हाम्रो जीवन नहोस् मैले भन्नु खोजेको चाहिँ हामीलाई पश्चातापको बत्तिसमा दिएको होइन हामीलाई के को बत्तिसमा दिएको पवित्र आत्माको पनि बत्तिसमा पाइसकेको पवित्र आत्माद्वारा नै हामी येशू ख्रीष्टलाई प्रभु हो भनी भन्छौँ बाइबल पढ्नुभएको छ पवित्र आत्मा छैन भने येशू ख्रीष्ट को हो खासमा चाहिँ को चराको नाम हो त्यो त बाहिरको देवता पो कसको अरे बाहिर देशको देवता हाम्रो होइन त्यही कारण पवित्र आत्मा चाहिँ तपाईँ र ममा छ अब निकोदेमसको कुरा गर्छौँ हेर्नुहोस् है धेरैचोटि निकोदेमसमा के कुरा गरेको छ यीशु ख्रीष्ट निकोदेमस उयो भएको छ बात गरेको छ थाहा छ तपाईँलाई बात गरेको छ यीशुले भन्नुभयो कोही पानी र आत्माद्वारा जन्मेन भने स्वर्ग जान सक्दैन निकोदेमस अलिक मेटौँ
तलैसम्म पुगेछ। म छिट्टो बुझाउने हिसाबले चाहिँ बुझाएको है ल, कति बुझ्नु भएन मसँग। यदि तपाईँलाई इन्ट्रेस्ट छ भने मसँग पर्सनल मेरो घरमा खाना पनि दिन्छु, आउनु सक्नुहुन्छ। बुझ्नु भएन भने चाहिँ ल, खाना खाँदै होइन, बातचित गर्दै होइन। निकोदेमस, पोलेको मासु खाँदै ल। निकोदेमस, यो पेन पनि मैले किनेर ल्याएको है, छ कि छैन चर्चमा भनेर क्या। म चाहिँ अलिक एडभान्स सोच्छु नि त। निकोदेमसलाई प्रभु यीशु ख्रीष्टले भन्यो, कोही पानी र आत्माद्वारा जान्दैन भने परमेश्वरको राज्यमा जान सक्दैन। हामीले धेरैचोटि यो प्रश्न गर्छौँ। तर तपाईँलाई थाहा छ निकोदेमस को हो? तपाईँलाई थाहा छ? तपाईँलाई थाहै छैन। कसैले के भन्यो त्यसको पछि लाग्यो। कागले कान लग्यो भनेर कहाँ लगेको हामी? कहाँ गएको? कागको पछि गएको। तर कान थाम्नुहोस् तपाईँले। निकोदेमस चाहिँ हेऱ्यो भने बाइबलमा पढ्नुभयो भने निकोदेमसले न त पश्चातापको बप्तिस्मा लियो, न पवित्र आत्माको त कुरै छोडिदिउँ न है। त्यो मान्छेले त पश्चातापको बप्तिस्मा पनि लिएको होइन, ऊ चर्च आउँदै गरेको मान्छे पनि होइन। उसले कोही केही पनि चिन्थेन, त्यही त सुटुक्क आएर यीशु ख्रीष्टलाई भेटेको छ त। बुझ्नुभयो? त्यसै कारण निकोदेमसले भन्यो यीशु ख्रीष्टलाई, म के चाहिँ परमेश्वरको राज्यमा जानु कसरी सक्छु भन्दा चाहिँ प्रभु यीशु ख्रीष्टले भन्यो, तिमीले पानी र के हो आत्माको बप्तिस्मा ल्याउनु पर्छ। बुझ्नुभयो? तपाईँ विश्वासी भोलि चर्चमा आउनु हुँदैछ भने चर्च खुरुन्दर आइराख्नु भएको छैन। पास्टर आमा पास्टर बोले के भन्छ तपाईँलाई? छोरी छोरा अब त तिमीले बप्तिस्मा ल्याउनु पर्छ है। के हो यो बप्तिस्मा भन्नु हुँदैन। बप्तिस्मा चाहिँ पिता पुत्र र पवित्र आत्माको नाउँमा म तिमीहरूलाई दिन्छु, जो चाहिँ बाइबलले हामीलाई अधिकार दिएको छ। तिमी पानीमा डुब्नुपर्छ, पश्चाताप गर्नुपर्छ, यीशु ख्रीष्टमा तिमी मरेको हो, यीशु ख्रीष्टमा तिमी जिउँछौ। त्यो जियाले चाहिँ स्वर्गमा तपाईँको ठाउँ पक्का हुन्छ भनेर तपाईँलाई सिकाउँछ। त्यसै कारण यीशु ख्रीष्टले निकोदेमसलाई चाहिँ यही कुरा सिकाएको हो खासैमा चाहिँ। किन उसले न त पश्चातापको यूहन्नाको बप्तिस्मा लिएको, न अरू कुनै बप्तिस्मा लियो, न त डुबाएर लिएको, न त हात राखेर लिएको, न झन्डा मुनिबाट गएको, न कहाँबाट गएको हो। अहिले थरी थरीको बप्तिस्मा छ। बुझ्नु हुँदैछ? अब बुझ्नुभयो स्पष्ट? यो कुरो चाहिँ हो। तर म तपाईँलाई भन्छु, तपाईँसँग पवित्र आत्मा छ, तपाईँ अन्य भाषा बोल्नु हुँदैन होला, तपाईँ के गर्नु हुँदैन होला, तपाईँले देख्नु हुँदैन होला। देख्नु देख्छ है, त्यसको गलत कुरा बोलेको पनि होइन। दर्शन देख्छ, अन्य भाषा बोल्छ, तर मैले के भन्दैछु, तपाईँ बोल्नु हुँदैन होला। तर तपाईँलाई राखिदिएको परमेश्वरको शक्तिशाली तपाईँको भित्र गिफ्ट छ। त्यसै कारण येशूसँग पवित्र आत्मासँग हिँड्दै गर्नुहोस् आजदेखि। हुन्छ? हिँड्नुपर्छ। वचनले के भन्छ? तिम्रो छिमेकीलाई प्रेम गर, प्रेम गर्दै जानुहोस्। अरू मान्छेले के बोल्दैछ सुनिदिनुहोस्। के अरे? सुनिदिनुहोस्। म कोही बेला घट्दा अर्को मान्छे बढ्छ भने घटिदिनुहोस्। पवित्र आत्माले यो कुरा सिकाउँछ। मेरै जिद्दी भनेर कस्तो खालको जिद्दी मान्छे हो यस्तो मान्छे? बोल्दिनँ, मै बोल्दिनँ। बोल्छ। मेरो क्लाइन्टले एउटा मेरो सलुनमा कम्प्लेन गर्यो मलाई, क्या तेरो साथी त कति बोलेको, चेक 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 गर्यो। आम्मा म बोल्दिनँ नि त त्यो क्लाइन्टसँग, थाहा छ क्या। मन पर्दैन भनेर कम्प्लेन गर्यो नि। हेर्नुहोस् त, उसलाई त क्लाइन्टले सुनिदिउँ यस्तो गरेर के हो? खाना खाइस् तैँले? तिनीहरूले भन्छ भन्दैन होस् त, खाना खाइस्? हामी पनि भनिदिउँ न। हामी कसलाई सुनिदिउँ उसको कथाहरू, उसको व्यथाहरू। तपाईँ सुन्नु इच्छा गर्नुभएको छ कसैको व्यथाहरू? सुन्दैन। टाउको दुख्यो भनेर एउटा मान्छेले भन्यो, आज कस्तो टाउको दुखेको, अर्कोले मलाई पनि कस्तो दुखेको भनिहाल्नुपर्छ। सुन्नुभएको छ यो कुराहरू? मलाई त हिजो ढाड दुख्यो कि अन्त यस्तो भयो कि आमा भन्नुहोस् त, मलाई पनि दुखेको हो। दुख्यो होला तपाईँलाई, तर उसको कथा सुनिदिनुहोस् न, उसको कम्प्लिट हुन दिनुहोस् न। ब्ल्या 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 बोलेको अन्य भाषा पनि यस्तै हो। बोलेको परमेश्वर आइसक्यो, बोल्छु नि एकछिन हौ, एकछिन हौ, भर्खर म बोल्दैछु, तिमीलाई आशिष दिन आँटेको छु भन्ने भएर त पवित्र यीशु ख्रीष्ट हिँडिदिन्छ वाक्कै भएर। सुन्नु पर्यो नि त। बुझ्नुभयो? पवित्र आत्मासँग हिँड्ने मान्छेले चाहिँ यीशु ख्रीष्टले के बोल्नु हुँदैछ, के बोल्न लाग्नु भएको छ, त्यो सबै कुरो सुन्छ। हो कि होइन? हो कि होइन? हो पनि भन्नु भएन त। त्यसै कारण तपाईँ र मलाई के चाहिन्छ? पवित्र आत्मा चाहिन्छ। तर पवित्र आत्मा हामीलाई
दिइसकेको हो। प्रस्थान 31:18 परमेश्वरले संसारमा जब मोसासँग हिँड्नु हुँदै थियो त्यति बेला ढुङ्गाको पार्टीमा अब मजाले अब यहाँ दामी छ है, म तँलाई अझै दामी सिकाउँछु ल, दामी। अब पवित्र आत्मा कोम्बो के अरे हाम्रो पवित्र आत्मा चाहिँ कोम्बो प्याक। अब कोम्बो प्याक पहिला परमेश्वरले सिंगल काम गर्नुभयो। के हेयर कट खाली गर्नुभयो, बियर टिम खाली गर्नुभयो, हौ त्यस्तो हामी गर्छौँ नि होइन। त्यहाँदेखि चाहिँ के भन्छ कोम्बोहरू गर्नु, कोम्बो छैन भने कस्टमरले कोम्बो खालि माग्छ, त्यही भएर अब कोम्बो लेख्छु ल बुझाउनु लागि। फेरि पवित्र आत्माको नाम त कोम्बो रहेछ भने नभन्नुहोस् है फेरि, होइन मैले बुझाउनु लागि। कोम्बो प्याक यस्तो हुन्छ होइन, प्याक। ओके, प्रस्थान बुझ्नु चाहिँ एक राम्रो छैन। 31:18 गाको पार्टी। प्रस्थान 31 अध्यायमा परमेश्वरको वचन जब संसारमा आयो लेखिएर त्यसलाई कहाँ आयो? ढुङ्गाको पार्टीमा। मोसाले बोकेर ल्याएन ढुङ्गाको पार्टी? ल्याएन भन्नुहोस् त? ल्यायो नि। तर प्रस्थान यहाँ चाहिँ एउटै कोम्बो प्याक, त्यही भएर कोम्बो प्याक चाहिँ यहाँ छ। हेर्नुहोस् कोम्बो प्याक कहाँ छ होला? एकजना भन्न सक्नुहुन्छ कोम्बो प्याक कहाँ छ? हजुर यस्तो दामी कोम्बो प्याक कहाँ चाहिँ लेखेको छ होला? कोम्बो प्याक बाइबलको थाहा भएन? ए हजुर प्रेरित 2 अध्यायमा हौ पवित्र आत्मा आउनु भएको दिन थाहा छ? पेन्टिकोस्टको दिन कहाँ 2 अध्याय हो होइन? हो कि होइन हौ? हेर्नुहोस् त, पढ्नुहोस् त। यो दिन चाहिँ हो, पक्का हो? फेरि मिस्टेक भयो भने त यहाँ रेकर्ड भइरहेको छ, मेरो गलत हुन्छ है ल। पक्का हो होइन? पेन्टिकोस्टलको दिन फेरि 2 अध्याय हो। प्रस्थान 31:18 चाहिँ परमेश्वरको वचन ढुङ्गाको पार्टीमा लेखेर आयो भने फेरि 2 अध्यायमा चाहिँ कहाँ लेखेर आयो? हृदयको पार्टीमा। यो भित्र लेखिन थाल्यो। त्यही भएर पत्रुसले प्रचार गर्दै गर्दा 3000 मान्छे बाँच्यो त। कति बाँच्यो? हृदयको पार्टीमा। हेर्नुहोस् है, यो तपाईँले बुझ्नु जति दामी, हाम्रो परमेश्वर यति दामी हुनुहुन्छ। मैले स्टडी यति बिघ्न गरेको छु, मैले भने त म पुरा गर्छु क्या। पवित्र आत्माले मलाई पुरा सिकाउनु। मेरो श्रीमतीलाई कम्ता भन्दिनँ, उहाँले भन्छ मायाको कुरा गर्छ नि, जो मैले त उसको अगमबानी उहिले नै बोलेको, तिमीलाई माया गर्ने मान्छे नै भेट्दैनौ भनेर उसलाई बातमा फोनमा लभ चल्दा भनेको। त्यसै कारण म पवित्र आत्मालाई धन्यवाद दिन्छु कि मलाई यति बिघ्न इच्छा लाग्छ परमेश्वर कुरा सिक्नु। त्यही भएर उसलाई पुरा सिकाउँछु, सोद्धा हुन्छ। अलिकति म मेरो के पो शरीर डिसब्यालेन्स भएर चाहिँ अलिक कन्सन्ट्रेसन शैतानले कता भड्काएर आएको छ क्या। तर पनि म थुप्रो कुरामा मन दिन्छु। ल छोड्ने एनिवे छोडिदिउँ। प्रस्थान 31:18 परमेश्वरको वचन जब इजरायली कहाँ आयो, केमा लेखेर आयो? शिलामा, ढुङ्गामा लेखेर आयो भने फेरि 2 अध्यायमा परमेश्वरको वचन कहाँ लेखिन आयो? हृदयमा। आमेन। अब अर्को अझै हेरौँ। प्रस्थान 32:28 पढ्नुहोस् त कसैले। बत्तीसको 28 कति मरे? हालेलुया, कति मरे? तर जब मान्छेको हृदयभित्र परमेश्वरको वचन आयो, त्यहाँ पढ्नुहोस् है।
3,000 जना बाँचेको छ छैन? बाँचेन हो? जब परमेश्वरको वचन ढुङ्गाको शिलामा आयो 3,000 मान्छेहरू मर्नु परेको छ। तर जब फेरि 2 अध्यायमा परमेश्वरको वचन मान्छेको हृदयभित्र लेखेर पस्न थाल्यो नि, हृदयभित्र लेखिनु थाल्यो नि, त्यो दिन 3,000 मान्छेहरू बाँचे। आमेन। परमेश्वर पवित्र आत्मा कोम्बो प्याक हो कि होइन? परमेश्वरले एक एकवटा काम गर्नुभयो, तर पवित्र आत्माले एकै दिनमा कतिवटा काम गर्नु हुँदैछ? 2टा। हालेलुया। उत्पत्ति 11 को 7-8 पढ्नुहोस्। उत्पत्ति 11 को 7-8। जब बाबेलको धारणा बनाउँदै थिए नि, उत्पत्ति 11 को 7-8मा परमेश्वर आउनुभयो, मान्छेले परमेश्वरलाई छोडेर बाबेलको धर्ममा ध्यान दिन थाल्यो। कहाँ दिन थाल्यो? बाबेलको धर्म। अघि मेरो श्रीमती भन्दै थिएँ, परमेश्वर बिर्सेर मैले संसारकै कुरालाई के गरेँ? अँगाल्नु खोजिरहेँ। संसारको माया खोज्नु पाइनँ मैले भनेर खोजिरहेँ। यो अध्यायमा मान्छेले चाहिँ मानिसलाई परमेश्वरको आराधनाको निम्ति बनाउनु भएको हो, आराधना गर्नको निम्ति बनाउनु भएको छ। तर यो अध्यायमा आएर 11 अध्यायमा आएर मान्छेले परमेश्वरलाई छोडेर अब आफ्नै ज्ञान र बुद्धि लाए। किन? परमेश्वर जस्तो थियो नि उनीहरू, शक्तिशाली थियो, जे पनि हुन्थ्यो। त्यही भएर परमेश्वर आउनुभयो र भाषा खलबडाइदिनु भयो। फेरि 2 अध्यायमा के भयो? फेरि भाषा दिनुभयो। भयो कि भएन? त्यो दिन अन्य भाषा आउँदा चाहिँ नि बाइबलले भन्छ, म तपाईँलाई अझै स्पष्ट पार्छु, सबै संसारको मान्छेहरू जेरुसलेममा भेला हुन्थे। त्यो दिन चाहिँ निस्ताचार कटनीको समय हो। कटनीको समय हो। कटनी भनेको चाहिँ अब चाहिँ तपाईँको फसलको कटनी हो। त्यो दिन चाहिँ तपाईँलाई यस्तो कुरा त धेरै चटमा सुन्नुभएको होइन हो कि होइन? भन्नुहोस् त। यो दिन चाहिँ भाषा हो। फेरि उत्पत्ति 11 को 7-8मा भाषा खलबलाइदिनु भयो भने परमेश्वरले फेरि 2 अध्यायमा पवित्र आत्मा दिनु भएर भाषाहरू के गरिदिनु भयो? दिनुभयो। त्यो भाषाले चाहिँ के गर्यो भन्दा चाहिँ सुसमाचार प्रचार गर्यो। त्यो भाषा चाहिँ अब एकछिन जान्छु, त्यो भाषा भनिदिइहाल्छु, त्यो भाषा चाहिँ स्वर्गीयमा परमेश्वरसँग बोलिने भाषा होइन। के होइन? अचम्म लाग्दैन यो मान्छेले त, आहा कहाँ पुऱ्याइदियो होला मैले त भन्ने कुरा सोच्नु हुँदैछ। म त्यहीँ पुऱ्याइदिएको तपाईँलाई। परमेश्वरसँग बोल्ने भाषा चाहिँ होइन। त्यो भाषा चाहिँ संसारमा बोलिने भाषा हो। किन? यो मान्छेलाई सुसमाचार कसले सुनाउँछ? अब खल्वा लागेको मान्छेलाई सुसमाचार कसले सुनाउँछ? ब्रिटेन छोडिदिनुहोस्, तामिल तपाईँलाई आउँदैन। यो भाषामा चाहिँ तामिल पनि खल्वा दिएको, नेपाली पनि दिएको हो, माडवाडी बङ्गाली सबै यो भाषामा थियो। कहाँ थियो? यो भाषाभित्र थियो। तर परमेश्वरले सबै कुरा यो कोम्बोमा हालिदिनु भयो। केमा हालिदिनु भयो? कोम्बो प्याक। फेरि भन्नुहोस् त, कोम्बो प्याक, पवित्र आत्मा। प्रेज द लर्ड। जब तपाईँ बोल्नुहुन्छ नि, तामिलै आउँदैन भनेर बसिरहनु हुन्छ, आउँदैन। तर जब तपाईँ पवित्र आत्मासँग हेर्नुहुन्छ नि, तामिल नजान्नुहोस् न, छोडिदिनुहोस्। तपाईँ बाहिर देश जानुहोस्, टर्की जानुहोस्, यदि तपाईँ पवित्र आत्मासँग हेर्नु, लु त्यो छोडिदिनुहोस्। म तपाईँले टर्कीमा जानुभयो अरे, तर टर्कीमा पवित्र आत्माले तपाईँले टर्कीको भाषा सिकाउँछ हौ। के बोल्यो यो मान्छेले भन्दा त फेरि थोमा यहाँ आएर तामिल चाहिँ कसरी सिक्यो? कसरी प्रचार गर्यो होला? अहिले हामीलाई त्यो तामिलसँग हिँड्दा त तामिल आउँदा साटिया कुनिक्या भन्ने खालि आउँछ। तर यो थोमाले कसरी प्रचार गर्यो होला? सोच्नुभयो तपाईँले? यो थोमा जो यीशु ख्रिस्टको सँगै हिँड्ने मान्छे कसरी चाहिँ तामिल प्रचार गर्यो? उसलाई त इङ्ग्लिस पनि थाहा थिएन होला। यहाँको मान्छेले इङ्ग्लिस थाहा थियो, हिन्दी थाहा थियो। हिन्दी त भक्क सिक्दैछ, भैया भन्छ, जानेको थियो, हामी पनि सिक्यो भैया हो। अब बुझ्नुभयो? यो दिन चाहिँ भाषा खलबलाइदिनु भएपछि परमेश्वरले यहाँ फेरि भाषालाई दिनुभयो। अब बुझ्नुभयो? बुझ्नु भएन भने चाहिँ मैले भने त मेरो घरमा स्वागत छ,
तर मिठो खाना पकाएर हामी खुवाउँछौँ। अब प्रेरित 6:3 उत्पत्ति 6:3 उत्पत्ति 6:3 पढ्नुहोस् कसैले। तब परमप्रभुले भन्नुभयो, मेरो आत्माले मानिससँग सधैँ सङ्घर्ष गर्ने छैन, किनभने त्यो मरणशील हो, त्यसको उमेर 120 वर्षको हुनेछ। उत्पत्ति अध्यायमा चाहिँ नि तपाईँलाई थाहा छ पवित्र आत्मा लगिएको दिन हो कहाँ है? पवित्र आत्मा नि मान्छेदेखि लगिएको दिन हो। परमेश्वरले वाक्कै भयो, के भयो? मान्छेसँग हिँड्दा 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 वाक्कै भयो, वेश्यावृत्ति गर्नु थाल्यो। परमेश्वरले आफ्नै मान्छेहरूसँग शादी गर्नु है भनेर हामीले सुन्छौँ नि, अर्को मान्छेहरूसँग शादी गरेको छ नि, बिहा भनेको नि शादी भनेको छ, बिहा गर्नु थाल्यो नि त। परमेश्वर वाक्कै पवित्र आत्मा वाक्कै भएको। त्यही भएर बाइबलले भन्छ येशू ख्रीष्टको वचनमा उता नयाँ नियममा पवित्र आत्मालाई शान्त नदेऊ। यदि तपाईँ पवित्र आत्मासँग हिँड्नु हुँदैन भने नि वाक्कै हुन्छ, छोडिदिन्छ तपाईँलाई। मैले अघि भनिन छोडिदिन्छ, कति बेला छोडिदिन्छ तपाईँ थाहा हुँदैन। शैतानले च्याप्पै पक्रिन्छ त्यति बेला। कसरी? च्याप्पै टुटेको मनलाई कसले पक्रिन्छ? शैतानले पक्रिन्छ। आहा भन्दै तिम्रो त छैन रहेछ कोही पनि, लाग्यो अब मै हो ल भनेर, ओहो ओह्राली लागेको हरिणकै चालो भयो भन्दै लान्छ तपाईँलाई। कहाँ लान्छ अरे? यदि तपाईँ र म पवित्र आत्मासँग हिँड्दैनौँ भने नि, परमेश्वरले भनेको कुरा मान्दैनौँ भने लान्छ। तपाईँ देख्नुहुन्छ, दर्शन देख्नुहुन्छ है, मैले भनिदिएको छु। अहिले त्यो पनि म तपाईँलाई मजाले स्पष्ट पारिदिन्छु नि ल। तर प्रेरित 2 अध्यायमा आएपछि, प्रेरित 2 अध्यायमा चाहिँ पवित्र आत्मा मानिसमा, यो त फर्स्टमै भन्नुपर्ने मैले, ओर्लियो हो कि होइन हौ? फेरि 2 अध्यायमा पवित्र आत्मा आएको हो कि होइन संसारमा? यो पवित्र आत्मा परमेश्वर लानु भएपछि यो पवित्र आत्मालाई फेरि कहाँ लानुभयो? प्रेरित 2 अध्यायमा दिनुभयो। त्यसकारण प्रेरित 2 अध्याय चाहिँ पवित्र आत्माको कोम्बो प्याक हो। के हो? कोम्बो प्याक। मजाको छ? मजाको लाग्यो तपाईँलाई? बुझ्नुभयो मजाले? अन्त यो पुरानो नियम चाहिँ अधुरो हो। के अरे? पुरानो नियम चाहिँ अधुरो हो, आर्टिकल्स हो। तर यहाँ आएपछि चाहिँ सबै कुरो यहाँ पुरा भएको हो। यो पुरानो नियममा भेडा भएर यीशु ख्रीष्ट मर्नुभयो भने यो ठाउँमा आएर यीशु ख्रीष्ट साँच्चै नै मर्नु भएको हो। त्यसै कारण त तपाईँ, बाइबलले भन्छ तपाईँको जीवनमा जेसुकै होस् त्यसलाई नहेर्नुहोस्, किन बाइबलले परमेश्वरले तपाईँ यो हेर्दै जानुहोस्, भोलि मेरो जीवनमा राम्रो दिन आउँछ, भोलि म त निको हुन्छु भनेर भोलि हेर्नुभयो भने भोलि निको हुन्छै हुन्छ। किनकि आउनेवालाको यो चाहिँ छाया हो। अब तपाईँलाई बुझाइदिउँ भने चाहिँ पुरानो नियम चाहिँ आउनेवाला येशू ख्रीष्टको को अरे? छाया हो। सबै कुरो मिलेर चाहिँ पुरानो नियमको सबै कुरो मिलेर चाहिँ येशू ख्रीष्ट नै हो। जेसुकै भनोस् मान्छेले, होइन भने पनि। त्यसै कारण सबै कुरा पुरा गर्ने, म त सबै कुरा पुरा गर्नु आएँ भनेर येशू ख्रीष्ट भन्नु भएन। त्यस्तै हो। यहाँ चाहिँ पवित्र आत्मा लगियो। अब म तपाईँलाई के भन्न खोजिरहेको छु भने, तपाईँले सोच्नुहुन्छ होला ममा त गिफ्ट छ, म अन्य भाषा बोल्छु, कुनै के बोल्छु। तपाईँ बोल्नुहुन्छ, छोडिदिनुहोस्। तपाईँ शैतानसँग हिँड्दा पनि बोल्नुहुन्छ, त्यो चाहिँ परमेश्वरको गिफ्ट हो। के अरे? यसमा चाहिँ के बोल्दैछ भने चाहिँ तपाईँले पल्टाउन सक्नुहुन्छ। तपाईँले पहिलो कोरिन्थी 12:3 त्यो बेला तपाईँले हेर्दै जानुभयो भने चाहिँ पवित्र आत्माको वरदानहरूको कुराहरू लेखेको छ। हो कि होइन? वरदानहरू दियाबलसलाई परमेश्वरले वरदान शक्तिशाली रूपमा दिएको हो कि होइन? दियाबलसकोमा जस्तो अरू कुनै स्वर्गदूतहरूकोमा पनि त्यस्तो वरदान थिएन। ऊ हिँड्दा पनि म्युजिक बज्थ्यो, तपाईँको दयाहरू सबै उसको त्यो धुनमा बज्थ्यो। हे सारा पृथ्वीका सबै त्यसको धुनमा नै बज्थ्यो। त्यसले त्यो कुराहरू निकाल्नु सक्ने त्यो परमेश्वरले आशिष दिनुभएको उसलाई। स्वर्गबाट फ्याङ्दै गर्दा ले त मेरो, हामी भन्छौँ नि अस्ति त मैले पैसा दिएको लिएन, त बोल्दैछ हामी बोल्दै ले त्यो मैले दिएको भन्छौँ भन्दैन हामी? कि भन्नु हुँदैन हौ? म त भन्छु हाम्रो त कस्तो दामी मान्छे छ, म त भन्छु ले अस्ति मैले दिएको। अब त गाउँघरको लडाइँ देख्नु भएको छ नि तपाईँले त।
मैले यस्तो देखेको कि आम्मामामा ल्याहाल भनिहाल्छ। तर परमेश्वरले त्यस्तो गर्नु हुँदैन। तपाईँलाई दिए त दिए ल, याद पनि गर्नु हुँदैन। शैतानले पनि त्यस्तै गरे हो। त्यही भएर त तपाईँको जीवनमा अन्य भाषा होला, मिराकल्स गर्ने कुराहरू होला, सबै कुरो हुन्छ, तर पवित्र आत्मा चाहिँ हुँदैन। एब्सेन्ट अफ पवित्र आत्मा चाहिँ के हो? तपाईँ नुन नहालेको सब्जी जस्तै हो। के अरे? मसाला पनि छ, त्योभित्र प्याज पनि छ, टमाटर छ, धनियाँ छ, मेथी छ, अब के हाल्छ होइन मासुमा हाल्छ कि हाल्दैन? लु एक दिन तपाईँले म खुवाउँछु नि कस्तो हुँदो रहेछ ल, मजाले बनाउँछु दिन्छु, त्यो नुन हालेर पनि दिन्छु, हुन्छ? ल एक दिन कसैको बर्थडे भयो म त्यसो गरेर दिन्छु नि ल। मलाई सायद खाना बनाउनु बोलायो भने त्यो तपाईँको गिफ्ट होला। तर पवित्र आत्मासँग हिँड्नु भने युजलेस हो। अन्य भाषा बोल्नुहुन्छ नि त्यो पनि युजलेस हो। म चाहिँ भन्छु पवित्र आत्मासँग बोल्नुहोस्, पवित्र आत्मासँग भनेर बोल्नुहोस्। बाइबलको एउटा ठाउँमा लेखेको छ भाषाहरू बोल्दा पनि पवित्र आत्मासँग बोल्नुहोस्। अझै पवित्र आत्मा अन्य भाषा हो भनेर मान्छे त्यो भन्छ भने चाहिँ बाइबलले भन्छ पवित्र आत्मा चाहिँ सुस्केराहरूमा परमेश्वरसँग बात मार्नुहुन्छ। के बात मार्नुहुन्छ अरे? पढ्नुभएको वचन? आहा साह्रै पऱ्यो। बाइबल पढ्नुहोस् नि ल, म अघि कुराहरू भन्दिनँ है छ मेरोमा। सुस्केराहरूमा परमेश्वरसँग बात गर्नुहुन्छ। परमेश्वर लिडियाको हृदयमा के छ परमेश्वरलाई थाहा छैन? छ नि। किन भन्नुहोस् त? पवित्र आत्माले बोकेर लान्छ नि त हो। परमेश्वर लिडियाको जीवनमा त्यस्तो रहेछ। परमेश्वरले भन्छ फेरि यो भन्दैन त्यसलाई, त्यो पवित्र आत्मा जानुहुन्छ। त्यसलाई त लिडियाकोमा जान्छ, पवित्र आत्माले उसको जीवनका कुराहरू बोल्न थाल्छ। तिम्रो जीवनमा यो कुरा राखिदिनु भएको छ योजनाहरू, किनकि पवित्र आत्माले मात्र जान्नुहुन्छ नि त परमेश्वरको हृदयका कुराहरू। तपाईँ जान्नुहुन्छ? सानो गिदी बोकेर परमेश्वरको कुरा जान्नुहुन्छ? यत्रो दिन चर्च आएको त हामी बैठाडेर के भएर हिँड्छौँ बङ्दा जस्तो हो कि भन्नुहोस् त? पवित्र आत्मा तपाईँ मलाई कति खाँचो छ हो? खाँचो रहेछ? अन्य भाषा खालि सीमित हुने कि पवित्र आत्मासँग हिँड्ने? अब हिँड्ने हो पक्का? अब बुझ्नु हुँदैछ? बुझ्नुभयो भने चाहिँ परमेश्वरलाई महिमा होस्। पवित्र आत्मासँग हिँड्ने मान्छे अब कस्तो हुन्छ अझै म तपाईँलाई स्पष्ट गरेँ। लुका 11:41 एलिसिबा र मरियमको भेट छ। त्यहाँ के छ? एलिसिबा र मरियमको भेट छ। मरियमसँग पवित्र आत्मा छ कि छैन? छ कि छैन हो? पवित्र आत्मा मरियमसँग थियो कि थिएन? ला छैन रहेछ। मरियम पवित्र आत्माले भरिएर गर्भधारण भए, पवित्र आत्मा छ कि छैन? हुनुहुन्छ उहाँको जीवनमा। त्यसपछि एलिसाबेथलाई भेट्नु गयो मरियम, अम्बो जय मसीह गरेर गएको। त्यो त मैले थपेको हुरु चाहिँ गरेन, तर मैले अब तपाईँलाई बुझाउनु लागि चाहिँ कुदेर गएको आफ्नो दिदीलाई भेट्दा झ्याप्पै अङ्गलाई हाल्यो होला। सायद दिदी बहिनीमा त हाल्छ नि त, केटालाई पो हाल्नु भएन त हो कि भन्नुहोस् त? दिदी बहिनी केटा हात त्यो भएर अङ्गालो मार्नुहोस्। खाँचो छ कसैलाई तपाईँको अङ्गाहरूको? ल बाइबलले भन्छ एलिसिबा केले भरिए? पवित्र आत्माले भरिए। कसरी भरियो? मरियम पवित्र आत्मासँग हिँड्नुहुन्थ्यो नि त हो कि भन्नुहोस् त? मरियम परमेश्वरको डर र भय बोक्ने मान्छे हो। त्यसै कारण मरियमसँग के थियो? पवित्र आत्मा थियो र एलिसिबासँग बात मार्दै गर्दा एलिसिबामा पनि के भयो? जैमै सिखाली भनिदिएको थियो, पवित्र आत्मा स्वात्तै आइनु। तपाईँ मेरो जीवनमा त्यस्तो हुनुपर्छ। तपाईँ मेरो जीवनमा त अहिले भनिहाल्यो बोल्दो लाग्नुपर्छ मान्छेसँग, त्यो मान्छेसँग भेटौँ लाग्नुपर्छ, मजा मान्नुपर्छ। हुन्छ? आजको दिन मान्छेहरू इरिटेट नहोस् है, कसो नहोस्। अन्य भाषा बोल्नुहुन्छ इरिटेट लाग्यो भने त अचम्मको कुरा भयो। अस्ति मैले भन्दै थिएँ नि, यो घरभित्र चाहिँ को बस्नु मन पराउँछ? शैतान। परमेश्वरको घरमा त म परमेश्वरभन्दा माथि सिंहासन बनाउँछु भने शैतानले परमेश्वरको कुराहरू म भाताभुङ्ग बनाइदिन्छु भनेर त तपाईँ मेरो यो भित्र बस्छ र त यो मुखबाट नाना थरीको कुरा आउँछ। बाइबलले भन्छ मान्छेको हृदयभित्र जे छ के आउँछ अरे? मुखबाट निस्केर आउँछ। शैतान बसेको छ भन्दैन त्यसलाई, यसो गर्दैन त्यसलाई भन्छ कि भन्दैन? यो भित्र त अर्डर दिन्छ त तपाईँलाई। यो भित्र पवित्र आत्मा छ भने त अघि मैले भनिहालेँ त, यूहन्ना 14:26 भनिहालेँ त। बाइबलले यीशुले प्रेमका कुराहरू सिकाउनु भयो, समाधान गर्ने कुराहरू सिकाउनु भयो, मान्छेलाई उचाल्ने कुराहरू सिकाउनु भयो, मान्छेलाई सहयोग गर्ने कुराहरू सिकाउनु भयो, नम्र हुने सिकाउनु भयो, प्रेम गर्ने सिकाउनु भयो। त्यसै कारण गलाती 5:22 पवित्र आत्माको फलहरू लेखेको छ। धीरज, प्रेम, भलाइ, नम्र, संयम हो कि भन्नुहोस् त?
फल हो त्यो चाहिँ। के अरे तपाईँ र मेरो कति झुन्डिएको छ कि छैन थाहा भएन। अब त्यो झुन्डिनु पऱ्यो, देखिनु पऱ्यो नि त त्यो मान्छेको जीवन राम्रो छ। अघि मैले भनिहालेँ त पवित्र आत्माले चाहिँ कोसँग कहिले बात मार्छ भने तपाईँले लेख्नु भएको छ भने राख्नुहोस्, रोमी 8को 26-27 पवित्र आत्माले चाहिँ हाम्रो निम्ति प्रार्थना गर्नुहुन्छ। रोमी 14को 2मा अन्य भाषा बोल्नेले परमेश्वरसँग बोल्छ भन्ने कुरा छ। अब अघि मैले भनिहालेँ पौलले के भन्छ, म थुप्रो भाषाहरूमा बोल्न सक्छु। एउटा भाषा भनेको छैन पौलले, थुप्रो भाषामा बोल्न सक्छु। बाइबलले पहिलो कोरिन्थी 13 अध्यायमा तपाईँले हेर्नुभयो भने तिमीहरू जेसुकै गरे पनि कुनै के गरे हो तिमीको जीवनमा प्रेमै छैन भने, मैले यदि म मानिसको भाषामा बोले, स्वर्गदूतको भाषामा बोले भने, अब तपाईँलाई भन्छु अन्य भाषा बोल्ने त अझै त्यसको उल्टाहरू खोलोस् बुझ्नको निम्ति। त्यही कारण म तपाईँ र मलाई पनि इन्करेज गरेँ, अहिले पनि म प्रार्थना गरिरहन्छु म भाषाहरू बुझ्न सकौँ। कति कति कुरो त बुझ्छु म, कति कति कुरो के अरे बुझ्छु पनि म, तर म अझै के गर्छु, अझै स्पष्ट बोल्नु बुझ्न सकौँ। त्यसै कारण पवित्र आत्मासँग हिँड्दै गर्दा तपाईँ र म के गर्नुपर्छ, त्यो कुराहरू बुझ्न सक्ने क्षमताहरू माग्दै जाउँ। मैले बोलेको भाषा मैले अघि पनि हामीलाई त यही सिकाएँ, अन्य भाषा बोल्नुपर्छ। यो चाहिँ स्वर्गीयमा बोलिने, फेरि 2 अध्यायको चाहिँ स्वर्गीयमा बोलिने भाषै होइन। तपाईँलाई म भनिदिउँ भने यो भाषा चाहिँ परमेश्वरले फर्काइदिनु भएको, यो मान्छेलाई सुसमाचार कसले सुनाउँछ भन्ने विषयको परमेश्वर चासो हुनुहुन्थ्यो। परमेश्वरको योजना अघिबाटै त्यो यीशु ख्रीष्ट मर्नुपर्छ, यदि पवित्र आत्मा म दिन्छु र त्यो मान्छेलाई खलबलाएको बाबेलको धरामा खलबलाएको भाषा चाहिँ म फिर्ता दिन्छु। त्यसमा सुसमाचारको निम्ति परमेश्वरले पहिलो स्वर्गीयबाट पवित्र आत्मा दिइकन भाषाले सुसमाचार सुनाउनु भयो। बुझ्नुभयो? अब यो भाषा यहाँ सुसमाचार सुनायो भने अब यीशु परमेश्वरसँग बोल्ने भाषा चाहिँ कुन हो? यदि हो, यदि मैले भन्छु यदि म बोल्छु त हौ भने मेरो जीवनमा परिवर्तन त देख्दिनँ। अघि मैले भने फलानु चर्च बिग्रियो भने मै हो उसको ब्याकबाइटिङ गर्छु, प्रार्थना गर्छु। फलानु बहिनी बिग्रियो भने म प्रार्थना गर्छु, हल्ला गर्छु। केहरू गर्छु अरे? हल्ला गर्छु भनिदिनुहोस् न हौ, प्रार्थना त गर्दिनँ। यदि म त्यस्तो हो भने चाहिँ प्रार्थना गर्छु। फलानु लागेछ, ढिस्का लागेछ, कुनै के लागेछ, अब म भन्छु शैतानले अब सके ल, शैतानले अदनको बगैँचामा हावालाई यसरी ढाँट्यो कि तैँले यो फल खाइस् भने त अस्ति मैले भनेको छु है छोवाको, ल तैँले यो फल खाइस् भने त तँ परमेश्वर जस्तो हुन्छस्। अहिले हाम्रो जीवनमा त्यही आएको छ। सरी तिमीमा अन्य भाषै छैन, पवित्र आत्मै छैन, कहाँ हुन्छ? परमेश्वरसँग बोल्छौ। के अरे? शैतान बोल्यो। के अरे? शैतान बोल्यो। तिमी अन्य भाषा बोल्दैन, परमेश्वरसँग कसरी बोल्छौ? पवित्र आत्मै छैन। बिचारा नबोल्नेहरू चाहिँ स्वर्ग जाँदैन? नजाने रहेछ भयो अन्य भाषा नबोल्ने त हो कि होइन? मुइने बिचाराहरू के हुन्थ्यो चर्च जानु बरु होस् बेक्सलाई भएर मातेर होस्। मैले भने त अघि ओह्राली लागेको भन्दै बरु जाने हो। कहाँ जाने हो? हरिणकै चाल। अन्य भाषा बोल्दिनँ, स्वर्गीय मेरो ठाउँ छैन। किन त? शैतानले बोल्थ्यो, त्यो त अन्य भाषा बोल्दैनस्, के गर्छस् अब? तर तपाईँ र म के भन्छु, तपाईँ र म परमेश्वर पिता पुत्र पवित्र आत्माको नाममा बप्तिस्मा भएको मान्छे हौ। के अरे? अब ठगिनु हुँदैन। हावा परमेश्वरको स्वरूपमा अघिबाटै बनिएको हो कि होइन? अघिबाटै परमेश्वरले आफ्नो स्वरूपमा बनाउनु भएको हो कि होइन? हो नि। तर पनि शैतान आएर के भनिदियो तपाईँलाई थाहा छ त? त्यही कुरा चलायो त। त्यही कुरो चलायो। यदि त्यो फल खाइस् भने त परमेश्वर जस्तो हुन्छस्। परमेश्वर जस्तै अघिबाटै थियो, त्यो थियो 100%। तर शैतानले के चलायो? जस्तै हुन्छस् भनिदियो। अहिले पनि त के छ? यदि तिमी अन्य भाषै बोलेन स्वर्गीय जाँदैन। अन्य भाषा पाउनै पर्छ, तिमीले पवित्र आत्मा पाउनै पर्छ। अघिबाटै हामीले पाएको छौँ हो। हामी आदिकल्च होइन, हामी आदिकल्च बप्तिस्मा लिएको होइन, आदिकल्च के हो त्यो? एउटा खुट्टै नभएको पछि आएर थपिदिएको हामीलाई। परमेश्वरले बनाउँदा तपाईँलाई हरेक योजनाहरू बनाउनु भएको छ। त्यही कारण परमेश्वरले बनाउँदै गर्दा तपाईँलाई हात केलाम लिएको छु, तेरो नाउँ काडी जानेको छु, तँलाई कहाँ हिँडाउनु पर्ने म जानेको छु, सुक्सेनको पानीले म तँलाई डोराउन सक्छु, किन म तेरो अर्थ गोठालो भनेर अघिबाटै परमेश्वरको प्रतिज्ञा हो। यो पनि एउटा प्रतिज्ञा हो कि तपाईँ र म अघिबाटै पवित्र आत्मा दिइसक्नु भएको छ। तपाईँ र मलाई प्रतिज्ञाको कारणले अघिबाट स्वर्गीयको हामी नागरिक हौँ, स्वर्गीयसम्म यीशुको जय जय गर्ने मान्छेहरू हौँ।
म त अन्य भाषा बोल्दिनँ, कुनै दर्शन पनि देख्दैन, कुनै पनि गर्दिनँ, ला के गर्ने भनेर चाहिँ हुँदैन। बुझ्नुभयो? बुझ्नु भएन भने चाहिँ अब मैले भनिहालेँ, मेरोमा आउनुहोस् ल। वरदान पक्रेको मान्छेहरूले चाहिँ धेरैचोटि के गर्छ थाहा छ तपाईँलाई? अर्काको विरोध गर्छ। के गर्छ? वरदान खाली पक्रेको मान्छेले के गर्छ? अर्काको विरोध गर्छ। किन उसले वरदान पक्रेको छ नि त। म गिटार मजाको बजाउँछु भने अर्कोलाई म नबजाउने नराम्रो लाग्छ, हो कि भन्नुहोस् त? कहाँ जान्दैछ हौ त्यसले? परमेश्वरले मलाई यहाँ उभ्याउनु दिएको छ भने, म पास्टर एल्डर बनाएको छ भने म जति को छ? मलाई अभिषेक गरेको तिमीलाई गरेको हो र? मलाई त फलानुले अभिषेक गरेको नि, नाम पनि भन्छ। वरदान पक्रिने मान्छेहरू चाहिँ त्यस्तो हुन्छ। कस्तो अरे? तर म तपाईँलाई आज बिहानी भन्छु, येशू ख्रीष्टलाई पक्रिनुहोस्। कसलाई? मोसाले येशू ख्रीष्टलाई पक्रिनु भयो त लाल समुद्र दुईटा बनाइदियो त हौ। उजाड स्थानमा पानी ल्याउनु भयो, उजाड स्थानमा मन्ना ल्याउनु भयो। बाइबल भन्छ न त जुत्ता फाट्यो न त लुगा फाट्यो। पवित्र आत्मासँग तपाईँ हिँड्नु भने त्यो कुरा हुन्छ। हाम्रो जीवनमा हुँदै हुँदैन। बिमारी लडिरहेको छ, प्रार्थना 2 वर्ष गर्दा पनि बिमार जाति हुँदैन। किन हुँदैन? किन हुँदैन हौ? पवित्र आत्मा छैन नि त। वरदान पक्रै बस्यो। मसँग जस्तो को छ अन्य भाषा बोल्नु जान्दछ? कोही छ? भन्यो बस्यो। तर तपाईँ र म येशूसँग जब हिँड्छौँ नि, तब हामी वरदान भने त कोम्बो हो। पवित्र आत्मा कोम्बो हो। पवित्र आत्मा आएपछि तिमीले शक्ति पाउनेछौ, तिमी गवाही हुनेछौ, अर्कालाई कुर्दै जानेछौ भनेको छैन। अर्कालाई नराम्रो भन्दै हिँड्नेछौ भनेछ। पवित्र आत्मा पाएपछि तिमीले के पाउँछौ? शक्ति पाउँछौ, नम्र हुन्छौ। त्यो पनि होइन, अघि भने पवित्र आत्माको फल नम्रता होइन, प्रेमिलो हुन्छौ, हो कि होइन? हुन्छ प्रेमिलो। तर हामीमा प्रेम हुँदैन, केही हुँदैन भन्यो त। त्यो पक्रेर बस्यो। मुसाले त्यही कारण त प्रभु तपाईँको उपस्थिति गएन भने म जाँदै जाँदिनँ। होस्, जाँदै जाँदिनँ म, तपाईँको उपस्थिति गएन भने। मुसालाई लौरो दिएको होइन, वरदान दिएको होइन, यो लौरोले तँलाई डोल्न हिर्काइदियो न सुनको टाउको हुन्छ भन्ने भन्दा पनि हुने खालको त्यो वरदान हो। त्यस्तो त हुँदैन है। जस्तो तपाईँले उदाहरणको लागि बोल्यो, फेरि मान्छेले के बोल्दैछ भन्दा जे पनि हुन्थ्यो त्यो लौरोले चाहिँ, बुझ्नुभयो? तर मुसाले एउटै कुरो चाहियो, प्रभु तपाईँ गएन भने मलाई नलानुहोस्। तपाईँ गएन भने जाँदै जाँदिनँ, म वरदान टिपेर म हिँड्दिनँ। त्यही कारण तपाईँ आज यीशु ख्रीष्टसँग चर्च आउँदै हुनुहुन्छ भने, हिँड्दै हुनुहुन्छ भने, यीशु ख्रीष्टसँग होइन चर्च आउनुहुन्छ, सेवा सङ्गति आउनुहुन्छ, त वरदानको पछि भागेर बस्नुभयो भने तपाईँको जीवनहरू यस्तै हुन्छ होला। तपाईँको शैतानले कति बेला चलाइन्छ तपाईँलाई थाहै पनि हुँदैन। किन भएन त? त्यही कुराबाट भ्रममा ल्याउँछ। अन्तिम दिनमा बाइबलको वचनहरूबाट भ्रममा पैदा गर्छ मानिसहरूले। कति बेला तपाईँको शैतानको हातमा बस्नु त थाहै हुँदैन। म तपाईँलाई भन्छु, आदम र हवालाई जस्तो परमेश्वरको स्वरूप हो नि आदम हवा, हो किन भन्छ? तर पनि के चलायो? त परमेश्वर जस्तो हुन्छ, परमेश्वर जस्तो हुन्छ भन्ने कुरा नै शैतानले चलाइयो। त्यही कारण म तपाईँलाई इन्करेज गराउँछु, मैले भन्दा पनि अझै यहाँ छ। के छ? कोम्बो प्याक चाहिँ यहाँ छ। अझै बुझ्नुको लागि चाहिँ मेरो घरमा नआउँदा पनि हुन्छ। खासैमा चाहिँ येमा छ, तपाईँ सिक्नुहुन्छ भने चाहिँ। त्यही कारण तपाईँ स्वर्गीय दूतको भाषा बोल्नु हुँदैछ कि यो भाषा बोल्नु हुँदैछ कि पवित्र आत्माले दिनुभएको परमेश्वरसँग वार्तालाप गर्ने भाषा नै बोल्नु हुँदैछ? बुझ्नुभयो? अब तपाईँले प्रभुसँग प्रार्थना गर्दै जानुहोस्। किनभने मत्ती 7:7ले भन्छ, माग त तिमीलाई दिनेछ, खोज त तिमीले के भनेछौ? पाउनेछौ, घोचघचाउ ढोका उगारिनेछ। त्यो चाहिँ के हो भनेको चाहिँ लुका 11:9मा भन्छ, जसले माग्छ त्यसलाई परमेश्वरले पवित्र आत्मा दिनुहुन्छ। को माग्नु पर्ने रहेछ? पवित्र आत्मा ममा आउनुहोस्, मलाई सिकाउनुहोस्। म त जान्दिनँ, हिजो मैले के बोलेँ, मलाई सिकाउनुहोस्। ज्ञान र बुद्धि खोलिदिनुहोस्, समस्याको ढक्कन खोलिदिनुहोस्। मेरो हेराइको त्यो के भन्छ नि, मेरो हेराइको त्यो उयोहरूलाई बनाइदिनुहोस्। मैले नराम्रो प्रकारले हेर्छु मान्छेलाई त, तर म राम्रो देख्न सकौँ। मैले राजु भाइ दाजु हो कि भाइ थाहा छैन होइन, उसलाई देख्दा राजुलाई देख्दै गर्दा म राम्रो प्रकारले देख्न सकौँ। यहाँ आँखा राम्रो बनाइदिनुहोस् न।
सामेलाई देख्दा राम्रो कुरा, हामी त के हिजोकै कुरा लिएर बोल्छौँ नि, होइन? हो कि नहोस् त? हिजो त्यसले यस्तो गरेको, हिजो त मैले पास्टर बनाएँ त्यसलाई, आज हेर न कस्तो फुरफुर। हेर न, पवित्र आत्मासँग हिँड्ने मान्छे त्यसो हुन्छ? हुँदैन हौ प्रिय, हुँदैन। हुनसक्छ उथुल पुथुल बनाउला वचन, मैले भने त वचन त उथुल पुथुल बनाउँछ। ख्रिस्ट विरुद्ध आउनु पर्यो नि त त्यहाँबाट। परमेश्वर मै हुँ भन्ने आउनु पर्यो, परमेश्वरको अगमवक्ता मै हुनु भन्नु पर्यो। त्यही भएर लास्ट टाइममा स्वर्गीयको सकिदिन्छु ल, लामो भयो। स्वर्गीयको त्यो ठाउँमा प्रभु मैले त अगमबानी बोलेँ हौ, मैले भूतहरू धपाएँ। आहा, को तिमी? चिन्दिनँ म, को तिमी? वरदान बोकेर हिँड्नुहुन्छ? यहाँसम्म खाली हो तपाईँको, यहीँसम्म खाली हो। स्वर्गीयमा तपाईँको केही खाँचो छैन। स्वर्गीयमा चाहिँ तपाईँलाई जानु लागि चाहिँ पवित्र आत्मै चाहिन्छ, पवित्र आत्माको उपस्थिति नै चाहिन्छ, येशूको वचन नै चाहिन्छ। जब योसँग टक्कै हिँड्नुहुन्छ, याकुब 2:10 तपाईँ पढ्नुभयो भने एउटा पनि तपाईँले मिस्टेक गर्नु हुँदैन खासैमा चाहिँ। त्यसै कारण मसा दुध र मह बग्ने देश पुगेन त। वचनसँग नहिँड्नु, परमेश्वरले भनेको कुरा मान्नु भएन भने तपाईँ स्वर्गीयको त कुरा छोडिदिनुहोस्। अन्य भाषाले त के लान्थ्यो, एउटा कुरा पनि तपाईँ पुरा गर्नु भएन। त्यसै कारण पवित्र आत्मा चाहिन्छ। के चाहिन्छ अब? पवित्र आत्माको प्रार्थना गर्दैन। पवित्र आत्मा मलाई सिकाउनुहोस्, हामी प्रार्थना गर्छौँ।